यहाँहरु सबैलाई एस्ट्रो टिभी युट्युब च्यानलमा स्वागत छ। दर्शकवृन्द, आज अत्यन्तै महत्त्वपूर्ण विषय यो रहेको छ कि यदि हजुरलाई घरमा प्रवेश गर्नेबित्तिकै अशान्ति भएर रहेको छ अथवा हजुरलाई आफ्नो घरमा, आफ्नो कार्यालयमा, अफिसमा प्रवेश गर्नेबित्तिकै, आफ्नो व्यापार स्थलमा प्रवेश गर्नेबित्तिकै अशान्ति, नेगेटिभ सोचहरू आउने, विचारहरू नै झैझगडाका आउने, नराम्रा विचारहरू आउने, घरमा नराम्रा सपनाहरू आउने, अन्यत्र जाँदा शान्ति मिल्ने परन्तु आफ्नै कार्यक्षेत्रमा, आफ्नै घरमा अशान्ति मिल्यो भनेदेखि के गर्दा चाहिँ उत्तम होला त? यस कुरालाई लिएर म उपस्थित भएको छु। सर्वप्रथम त हामीले वैदिक मार्ग अपनाउनु पर्दाखेरि घरमा शुद्ध गायत्री जप गर्नेवाला, वेद पाठी, शुद्धसँग वेद पढ्नेवाला ब्राह्मणलाई ल्याएर वेद पाठ गरायौँ भने पनि हुँदछ। त्यो वेद पाठ गराउन पनि अनुकूल पर्ला नपर्ला, कुनै बेला पर्ला, आज तुरुन्तै आफै गर्ने कार्य चाहिँ के हो त गुरु? यदि यस्तो भन्नुहुन्छ भनेदेखि आफै पनि यदि भूत प्रेत पिशाच राक्षस साकिनी डाकिनी कुनै पनि विघ्न बाधाहरू घरमा होस् अथवा शत्रुको नजर लागोस् अथवा कुनै पनि आफूलाई नेगेटिभ सोचहरू आएको छ, हजुरको घरमा वास्तु सम्बन्धी धेरै कुराहरू बिग्रिएका छन् तर वास्तु सम्बन्धी त्यसलाई सुधार गरुन्जेलीमा पनि आफ्ना कार्यहरू धेरै बिग्रिने वाला छ भने हजुरले तुरुन्तै आफै गर्न मिल्ने प्रयोग म बताउँदैछु। हेर्नु है, हजुरलाई हाम्रो यो कार्यक्रम कस्तो लाग्दछ? हजुरले लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्न नभुल्नुहोला ताकि हजुरको साथसाथमा अरूले पनि यो ज्ञानहरू प्राप्त गर्न सक्नुहुनेछ र सबैको लागि यो सेयर गरेर सबैलाई प्राप्त गराइदिनु होला। आफैले घरमा हेर्नु त, यदि नेगेटिभ सोचहरू आइरहेको छ, वास्तु बाधाहरू आइरहेको छ अथवा पितृदोषहरू छ भनेर कहीँ गुरुले चिनाएर आउँदा अथवा आफूले सपनामा इत्यादि देख्नुभएको छ भने रायोका दाना लिनुहोस्, सर्स्यौँका दाना लिनुहोस्। रायो सर्स्यौँले लिएर त्यसको साथमा तोरी पनि मिलाउन सक्नुहुन्छ। रायो सर्स्यौँ र तोरीलाई मिलिएर घरमा शङ्ख घण्टको ध्वनि बजाउन आफै सक्नुहुन्छ अथवा गुरुद्वारा जसले शङ्ख बजाउन सक्नुहुन्छ त्यहाँ शङ्खको ध्वनि गर्नुहोस्, घण्टको ध्वनि गर्नुहोस् र यस्तो पोजिटिभ सोच्नुहोस् कि आजबाट मेरो घरबाट कुनै पनि भूत प्रेत पिशाच पितृदोष वास्तुदोष केही पनि छैन भन्ने यस्तो मनमा कल्पना गरेर कल्पनाको साथमा हजुरले आफ्नो घरमा, शयनकोठामा, मन्दिरमा सबैतिर यो देवादिदेव महादेवको यही आज्ञा छ भन्ने यस्तो चिज मनमा कल्पना गरेर त्यो रायो सर्स्यौँ र तोरीलाई शङ्ख घण्ट बजाउँदै छरिदिनुहोस्। तत्पश्चात 4वटा धूप लिएर, यद्यपि पञ्चवर्ती 5वटा बत्ती बाल्नु, 5वटा धूप बलाउनु यो शास्त्रमा अनि सर्वत्र बताइएको छ, तथापि तन्त्रशास्त्रमा त्यो 4वटा को अत्यन्तै महत्त्वपूर्ण बताइएको छ। 4वटा हजुरसँग अगरबत्ती छ अथवा बाटेको धूप छ, 4वटा धूपलाई चाहिँ बालेर मेरो घरमा प्रवेश गरेका जो पनि नेगेटिभ तत्त्व भूत प्रेत पिशाच राक्षस साकिनी डाकिनी बेतालादीहरू जो छन् त्यो यो धूप ग्रहण गरेर बाहिरै गइदिनुहोस् भनेर चाहिँ त्यसरी चाहिँ मनमा प्रार्थना गरेर हजुरले त्यो धूप पनि घरभरि देखाएर सर्स्यौँ रायो र तोरीद्वारा हजुरले आफ्नो घरमा पोजिटिभ हुन सक्नुहुन्छ। आफ्नो त्यो घरमा बास गर्नेवालाले राम्रा सपना, पोजिटिभ सपनाहरू, राम्रा सपनाहरू, शुभ सपनाहरू, शुभ विचारहरू आउन सक्दछन्। जब शुभ विचार र शुभ सपनाहरू आउँदछन्, हामी पोजिटिभ हुन्छौँ, तब नै हाम्रा प्रत्येक कार्यहरू सफल हुन्छन्। जो व्यक्ति नेगेटिभ मात्रै सोचिरहन्छ त्यसले गरेका कार्यहरू पनि विघ्न धेरै आउँदछन्, समाधान कम हुन्छन्। हामी पोजिटिभ हुनुपर्दछ, हाम्रो कार्यक्षेत्र पोजिटिभ हुनुपर्दछ, हाम्रो अफिस घरहरू पोजिटिभ थिङ्किङलाई हामीले प्रवेश गराउन सक्नुपर्छ, हामी पनि पोजिटिभ हुनुपर्छ। यो कार्य रायले गर्न सक्दछ। यस्तै यदि हजुरले घरमा शिवजी राख्नुभएको छ, शिवलिङ्ग छन् भने रायोको फुल ल्याएर चढाउनुहोस्, तोरीको फुल ल्याएर चढाउनुहोस्, सर्स्यौँको फुल ल्याएर शिवजीलाई चढाउनुहोस् अनि फेरि प्रार्थना गर्नुहोस् देवादिदेव महादेवसँग। देवादिदेव महादेवको कृपाले हजुरको घरमा कुनै प्रकारका विघ्न बाधाहरू आउँदैनन्। हवस् त, कार्यक्रम कस्तो लाग्यो कमेन्ट गर्नुहोला।